हेलो एभ्रिवान, वेलकम टु माई अनदर मिनी ब्लग। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। आजको मेरो मिनी ब्लग सुरु हुँदैछ साँझको 5 बजेबाट र आज चाहिँ केही स्पेसल छ। अब चाहिँ पहिला रेडी भएर नै कुरा गरौँ है त। ल म रेडी भएर आइहाल्छु है त। ल म रेडी पनि भइसकेँ। अब यो रेडी भएर चाहिँ जान चाहिँ कहाँ लागेको होला भन्नुभयो होला। आज चाहिँ हामी यसो बाहिर रिफ्रेस हुनको लागि जान थालेको। जाने को भन्दाखेरि हजुरहरूले ब्लगमा देख्नु नै हुनेछ। म चाहिँ रेडी भएर सिधै आएँ मेरो दिदीको घर। अब दिदी भन्दाखेरि हजुरहरू कन्फ्युज हुनु होला, ला फेस त सेम छैन भनेर। म चाहिँ मेरो आमाको छोरी, उहाँ चाहिँ मेरो सासू आमाको छोरी, मतलब कि मेरो अमाजु दिदी। चिन्ने जतिले चाहिँ थाहा छ होला उहाँ मेरो अमाजु दिदी हो भनेर, नचिन्नेको लागि भनेको के त्यस्तो चाहिँ। अब यहाँबाट चाहिँ हामी अटोमा बसेर म भान्जी भान्जा नानु अनि दिदी भएर हामी चाहिँ अगाडि गयौँ। फेरि अगाडि कहाँ गयो भन्दाखेरि अगाडि प्यासेन्जर उठाउन गयौँ। अगाडि हामीलाई कुरिराख्नु भएको थियो दुईजना प्यासेन्जरहरू। उहाँ चाहिँ भाउजू र भाउजूको बाबुले। फेरि भाउजूको बाबु भन्दाखेरि फेरि देवर बाबु होइन नि, उहाँ चाहिँ भाउजूको छोरा बाबु के। त्यसपछि हामी सबैजना टुकटुकेमा बसेर गुटुङटुङ लाग्दै अगाडि बढ्यौँ। अगाडि बसेर देख्न सक्नुहुन्छ हाम्रो प्यारो भैरो आएको बुद्ध चोकबाट पनि अगाडिबाट नि हामी यति अगाडि गयौँ कि हामी जाने ठाउँलाई पछाडि छोडेर हामी चाहिँ अगाडि नै लागेछौँ। त्यसपछि फेरि पछाडि आएर बल्ल हामी जाने ठाउँ भेट्टायौँ र हामी पुग्दाखेरि त्यहाँ चाहिँ भाउजूको दिदीहरू सबैजना आइसक्नु भएको थियो। हामीलाई नै कुरेर बसिराख्नु भएको थियो। यसो कतिको राम्री देखेछु भनेर यसो क्यामेरालाई जिस्काइरहेको के हल्का फुल्का। त्यसपछि हामी यहाँको त खानालाई नै हो त्यो खानेकुरालाई चाहिँ अर्डर गरेर हामी चाहिँ लाग्यो यसो फोटो खिची गर्न। अब आमा भइसकेपछि त आमा भन्दा पहिला त बच्चाकै फोटो खिच्न पर्यो, किनकि यो बच्चाको मुड भनेको जतिखेर पनि बदलिन सक्छ। जसरी अहिले हाम्रो भैरवाको मौसम बदलिरहेको छ, एकछिनमै हावाहुरी, एकछिनमै पानी, एकछिनमै बतास, एकछिनमै टन्टापुरे घाम, त्यस्तै गरेर मेरो छोरी बदलिन सक्छ भनेर अलिअलि फोटो भिडियोजहरू लिगे नानुको। हेर्नु न कति नक्कल पारेछ। उसलाई झ्याउ लाएर मामु भयो अब भयो भनिरहेछ। त्यसपछि अलिअलि खानाहरू होइन मोमोहरू खाएर हामी चाहिँ फेरि पनि भिडियोजहरू फोटोहरू टिकटकहरू नै गराउन लायौँ। ल मेरो नानुले चाहिँ यहाँ फरर लाएको भएर मामु म फरर गर्छु, हजुरले मेरो भिडियो खिचिदिनु भनेर भन्यो। त्यही भएर उसको भिडियो खिचिदिएको। ल यता हेर्नु, यहाँ दिदीहरू भाउजूहरूले पनि यहाँ टिकटक गराउँदै हुनुहुन्छ। ल यो कुन गाना हो कमेन्ट गर्नु है छिटो। आमाहरू चाहिँ उता टिकटकमा बिजी, छोराछोरी चाहिँ त्यो हामी गएको ठाउँलाई मोडिफाई गर्नमा बिजी थिए। हामी यो जुन ठाउँमा गएका थियौँ यसको चाहिँ हामीलाई के भयो भन्दाखेरिमा एक्सपेक्टेसन भर्सेस रियालिटी भयो। हामीले धेरै एक्सपेक्टेसन लिएर गएका थियौँ, यस्तो छ उस्तो छ जस्तो भिडियोमा देखेको थियो त्यस्तो केही पनि थिएन। न सर्भिस राम्रो थियो न खाना राम्रो थियो। बस हामी गयौँ, टिकटक बनायौँ, फोटोसोटो खिच्यौँ, अलिअलि खानाहरू खायौँ अनि त्यसपछि हामीहरू फर्किने बेलामा सबैजनाले आइसक्रिम खाने भन्नुभयो र सबैजनाले कुन्टा आइसक्रिम लिएर फेरि त्यही टुकटुकेमा बसेर हामी कुटुङटुङ गर्दै घरतिर लाग्यौँ। मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद। लाइक सेयर र युट्युबलाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। धेरै धन्यवाद। भेटौँला अर्को मिनी ब्लगमा, त्यति बेलासम्मको लागि बाई बाई।